भएको अस्पतालको मेसिन जाँच गर्ने यन्त्र बनाउँदै बिरामीले पाउनेछन् अझ भरपर्दो रिपोर्ट। वीर अस्पतालको होस्, टिचिङ अस्पताल होस्, धेरै सबै अस्पतालको होस्, कुनै पनि अस्पतालहरूको जतिसुकै महँगो सामान किने पनि त्यसलाई चाहिँ बेला बेलामा क्यालिब्रेसन गरेन भने त्यो चाहिँ त्यसको रिपोर्ट चाहिँ आउँदैन र नेपालमा चाहिँ क्यालिब्रेसन गर्ने चाहिँ चलन छैन। मेडिकल इक्विपमेन्टहरूलाई क्यालिब्रेसन गर्ने पर्छ भन्न मैले चाहिँ जसरी भए पनि एउटा क्यालिब्रेसन ल्याब चाहिँ बनाउने भन्ने कुरा छ। अस्पतालहरूमा त्यो जति पनि इक्विपमेन्टहरू चलाएको छन् बिना क्यालिब्रेसन 5 वर्ष भयो होला, कोही 6-7 वर्ष भयो होला, कोही 2-3 वर्ष भयो होला, क्यालिब्रेसन गरेकै छैन। दर्शकबिन बालेनले छानेका मन्त्री महावीर पुनले स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्तिको सुरुवात गरेका छन्। मन्त्री पुनकै अगुवाईमा नेपालमै पहिलो पटक अस्पतालमा प्रयोग हुने विभिन्न मेडिकल मेसिनको शुद्धता र कार्यक्षमता परीक्षण गर्ने विशेष यन्त्र निर्माणको काम अघि बढाइएको छ। कोही प्राइभेटहरूले गर्छु त भनेको छ, तर मलाई विश्वास छैन गरेको छैन। किनभने नेपालमा क्यालिब्रेसन गर्ने उनै छैन क्या, त्यहाँ सिस्टमै छैन। यहाँ क्यालिब्रेसन गर्न कसैले पर्यो भनेदेखि यो अनामनगरमा यतापट्टि एउटा अर्गनाइजेसन छ भनौँ, एउटा कम्पनी छ, उसका भन्ने हो, उसले चाहिँ इन्डियाबाट ल्याएर मान्छे ल्याएर एक्सपर्ट ल्याएर क्यालिब्रेसन गराउने। त्यस कारणले यो विज्ञान मन्त्रालयले एउटा यस्तो किसिमको जुनसुकै पनि इक्विपमेन्ट, यो के अरे विज्ञानको इक्विपमेन्ट मात्र नभइकन जुनसुकै पनि अस्पतालहरूको सबै किसिमको इक्विपमेन्टहरू, मेडिकल इक्विपमेन्टहरूलाई क्यालिब्रेसन गर्ने पर्छ भन्न मैले चाहिँ जसरी भए पनि एउटा क्यालिब्रेसन ल्याब चाहिँ बनाउने भन्ने कुरा छ। किनभने नेपालमा क्यालिब्रेसन गर्ने उनै छैन क्या, त्यहाँ सिस्टमै छैन। यो प्रविधि सञ्चालनमा आएपछि अस्पतालका मेसिनबाट आउने रिपोर्टमा हुने त्रुटि वा तलमाथि हुने जोखिम घट्ने अपेक्षा गरिएको छ। यस पहलले स्वास्थ्य सेवाको गुणस्तर सुधार्नुका साथै बिरामीले अझ भरपर्दो परीक्षण रिपोर्ट पाउने वातावरण बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। राजदरबार हत्याकाण्डको कुरा छ। राजदरबार हत्याकाण्ड भएको त अहिले कति वर्ष भयो होइन, 20-25 वर्ष भयो। त्यति बेलाको स्याम्पलहरू छ कि छैन अहिले होइन। अब कुनै केस नमिता के अरे अहिलेको निर्मला हत्याकाण्ड भएको कति वर्ष भयो, अब त्यसको स्याम्पलहरू त्यो भोलि त त्यो केसहरू उल्टिन सक्छ नि त। जस्तो पहिला के गरेर मिलायो अहिले उल्टिँदैछ भनेको अहिले स्याम्पलहरू त हुनु पर्यो। अहिले केस उल्टिएपछि त फेरि त्यसलाई जस्तो सुकै राम्रो कम्पनीको इक्विपमेन्ट किने पनि त्यसलाई चाहिँ बेला बेलामा क्यालिब्रेसन गर्नै पर्छ। मैले राष्ट्रिय आविष्कार केन्द्रमा एउटा क्यालिब्रेसन ल्याब खोलौँ भनेको, त्यो ल्याब खोल्न लाग्दो रहेछ 20-25 करोड रुपियाँ है। राम्रो